हेलो नमस्ते एभ्रिवान। आज चाहिँ हामी कास्की जिल्लाको पोखरामा चाहिँ जुन चाहिँ विविध संस्कृति र प्रकृतिले गर्दा एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ, जहाँ चाहिँ हामी पृथ्वी चोकदेखि पोखरा मनपा 18 सारनकोट जुन चाहिँ समुद्र सतहदेखि 1600 मिटरको उचाइमा रहेको छ, जसमा सारनकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले चाहिँ विभिन्न कैलाश सरोवर शिव मन्दिर, पञ्चमुखी गणेश मूर्ति, 108 शिवलिङ्ग, 108 जलधारा तथा ऐतिहासिक भूमिकालिका भैरव मन्दिर सहित अन्य धार्मिक संरचनाहरू निर्माण गरेको छ। जुन स्थानबाट हामीले चाहिँ पोखराको चाहिँ रमणीय दृश्यहरू चाहिँ देख्न सक्छौँ, जुन फेवा लेकको चाहिँ माथि छ र जुन सारनकोट देखि चाहिँ हामी माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिम श्रृङ्खलाहरूको आखै अगाडि चाहिँ देख्न सकिन्छ, जुन चाहिँ बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तको सुन्दर दृश्यलाई पनि हामीले चाहिँ निहाल्न सक्छौँ है। मलाई लाग्छ सारनकोट एकचोटि चाहिँ सबैले पोखरा आइसकेपछि घुम्न नबिर्सने ठाउँ जस्तो लाग्छ है। एकदम रमाइलो छ, आउनु होला समय मिलेसम्म। मैले चाहिँ आज चाहिँ समयले चाहिँ पोखरा घुम्ने क्रममा ट्याक्क लगाएर सारनकोट पनि जानुपर्छ। त्यहाँ चाहिँ त्यहाँबाट चाहिँ हामीले चाहिँ पोखराको रमणीय दृश्य चाहिँ एकदम निहाल्न सक्छौँ हैन भनेर चाहिँ ट्याक्क हामी चाहिँ आज माथि आएको है। जे होस् रमाइलो छ, चिसो चिसो मौसममा है। यहाँबाट टक्क लगाएर एकदम विभिन्न पोखराको चाहिँ भ्यूजहरू हेर्न सकिन्छ है। मलाई चाहिँ एकदम ठिक लाग्यो। यसो समय मिलेसम्म आउनु होला है त। मैले चाहिँ यो मेरो चाहिँ युट्युब मार्फत देखाउने सानो प्रयास गरेको छु है। यसो कस्तो लाग्छ यसो कमेन्टमा पनि है ट्याक्क दिनु होला, ट्याक्क है त।